काठमाडौँको बाहिरी भागमा रहेको सानो बस्तीमा रमेश बस्दथ्यो। उसको घर माटोको थियो, टिनको छानो र अगाडि सानो भान्सा जहाँ बिहानदेखि साँझसम्म धुवाँ उडिरहन्थ्यो। रमेश सानैदेखि आमासँग भान्सामा हुर्किएको थियो। आमा बिहान सबेरै उठेर दाल भिजाउनुहुन्थ्यो, तरकारी काट्नुहुन्थ्यो अनि रमेशलाई सँगै बसालेर भन्नुहुन्थ्यो, छोरा, खाना भनेको केवल पेट भर्ने कुरा होइन, यसमा माया मिसिएको हुनुपर्छ। समय बित्दै गयो, रमेशको आमा बित्नुभयो, घर सुनसान भयो, तर आमाको त्यो वाक्य रमेशको मनमा गडेर बस्यो। उसले काम खोज्यो, होटलमा भाडा माझ्यो, कहिले किचन हेल्पर बन्यो। दिनभरि थाक्थ्यो, तर सिक्दै गयो, मोमो कसरी रसिलो बनाउने, दाल भात कसरी स्वादिलो बनाउने, गुन्द्रुक ढिँडोको सही स्वाद के हो। एक दिन उसले निर्णय गर्यो, अब आफ्नै ठाउँ खोल्छु, आमाको नाम जोगाउने गरी। त्यसै दिन नेपाल खाना जन्मियो। सुरुमा ग्राहक कम थिए, बिहान 2-3 जना मजदुर आउँथे, दिनमा केही विद्यार्थी, साँझमा छिमेकीहरू। रमेश सबैलाई एउटै माया दिन्थ्यो, पैसा कम भए पनि प्लेट भरिपूर्ण हुन्थ्यो। कहिलेकाहीँ कुनै गरिब बुढो मान्छे आउँथ्यो र भन्थ्यो, बाबु आज पैसा छैन। रमेश मुस्कुराउँदै भन्थ्यो, खाना त खानुपर्छ बा, पैसा भोलि दिनुहोला। यसै कारण नेपाल खानाको चर्चा फैलिन थाल्यो। एक दिन युट्युबर आयो, सानो क्यामेरा, साधारण लुगा। उसले खाना खायो, भिडियो बनायो र अन्त्यमा भन्यो, यो केवल होटल होइन, यो भावना हो। त्यो भिडियो भाइरल भयो। अब नेपाल खानामा लाइन लाग्न थाल्यो। गाउँबाट सहर आएका मान्छेहरू यही खाना खान आउँथे, किनकि यहाँको दाल भातमा घरको स्वाद थियो। रमेशले आमाको फोटो भित्तामा टाँस्यो। हरेक बिहान ढोका खोल्दा फोटो हेरेर भन्थ्यो, आमा, आज पनि तपाईको सपना बाँचिरहेको छ। एक दिन एउटा सानो बच्चा आयो। उसले भात खाँदै सोध्यो, दाई, तपाईको होटलको नाम किन नेपाल खाना? रमेशले मुस्कुराउँदै जवाफ दियो, किनकि यहाँ नेपालको माटो, नेपालको माया र नेपालको आत्मा मिसिएको छ। साँझ पर्दै गयो, भान्साबाट बाफ निस्किरहेको थियो। बाहिर नेवारी, पहाडी, तराईका मान्छेहरू एउटै टेबलमा बसेर खाइरहेका थिए। त्यो दृश्य रमेशका लागि सफलताको परिभाषा थियो। नेपाल खाना अब केवल रमेशको होटल थिएन, यो सपना थियो, सङ्घर्ष थियो र आमाको माया थियो।